देशमा रहेका सम्पूर्ण फुटबल खेलाडीहरूले हजुरहरूको कृतज्ञता छौँ र विशेष तपाईँलाई अहिले हामीले किन यो भयो के अवस्थाले कारणले गर्दाखेरि यो आज भयो भन्ने कुरा जानकारी गराउन चाहन्छु। नेपाल फुटबल खेलाडी सङ्घ खेलाडी र समग्र नेपाली फुटबलको हितमा लामो समयदेखि एन्फा विरुद्ध चरणबद्ध आन्दोलनमा छ। त्यो आन्दोलन भनेपछि हामीले खेल हुनुपर्छ भन्ने मात्रै आन्दोलन विगत झन्झन्डै 1002 दिन भयो। आज 1002 दिनसम्म कुनै पनि डिभिजन गेमहरू हुन सकेको छैन र त्यो टप टायरको डिभिजन लिगहरू हुनु पर्थ्यो। हाम्रो खेलाडीहरूको आर्थिक उपार्जनका कुराहरूमा सहयोग हुनु पर्थ्यो भन्ने हाम्रो माग बारम्बार हुँदाखेरि पनि उहाँहरूले बारम्बार हामीलाई झुकाउने काम आज भोलि पछि भन्दै मिति तोक्छु भन्ने कामहरू लत्याउन थाल्नुभयो। त्यो कारणले गर्दाखेरि चाहिँ आज हामीले यो उपस्थिति रहेको हो र यदि नेपाली फुटबलै गर्न सकिन्न यो सङ्घले फुटबल खेलाडीहरूको मलमलै बुझ्न सकिन्न भने यो सङ्घ पनि बन्द हुनुपर्छ। त्यो हाम्रो माग हो र अहिले हामीले विशेष 3-4वटा कुराहरू राखेर हामीले चाहिँ उहाँहरूलाई बारम्बार झल्झकाइरहेका थियौँ। त्यो अन्तर्गत फेरि पछिल्लो समय जुन सावित्रा भण्डारी बहिनीकै उपचारमा पनि राष्ट्रले देखाउनु पर्ने हाम्रो सङ्घले देखाउनु पर्ने जुन किसिमको तदारुकता थियो त्यो नपाइसकेपछि हामी अझ फ्रस्ट्रेट भएका छौँ। किनभने सावित्रा भण्डारी जस्तो खेलाडीलाई त त्यो अवस्थामा लान्छ भने भोलि रहेका यी खेल्छु भन्दै सपना देखेका खेलाडीहरूको अवस्था कस्तो हुने हो भन्ने हाम्रो चिन्ताको विषय हो। त्यो कारणले गर्दाखेरि नेपाल फुटबल खेलाडी सङ्घ फुटबल खेलाडी समग्र नेपाली फुटबलको हितमा लामो समयदेखि एन्फा विरुद्ध चरणबद्ध रूपमा विभिन्न माग राख्दै आइरहेको छ। पटक वार्ता र सडक सङ्घर्षका बावजुद पनि हाम्रो जायज मागहरू एन्फाले व्यवस्था गरेको कारण आजदेखि हामी निम्न मागहरू पुरा नभएसम्मको लागि अखिल नेपाल फुटबल सङ्घको मुख्यालयमा हामी तालाबन्दी गरेका छौँ। मागहरू रहेको छ शहीद स्मारक डिभिजन लिगहरू आफ्नो ठाउँमा छ तर ए डिभिजन लिग चाहिँ सकेसम्म चाँडो तोक्नै पर्छ भन्ने हिसाबमा चाहिँ हामीले एउटा माग राखेका छौँ। त्यसको कुरा चाहिँ शहीद स्मारक डिभिजन लिगहरूको सञ्चालन निश्चितता हुनु पर्यो नि जसमा ए डिभिजन मिति तोक्नै पर्ने एन्फाले वचन दिएको मितिभित्र एन्फाले हामीलाई एउटा वचन दिएको थियो। त्यो वचनभित्र उहाँले मिति तोक्छु भन्नुभएको थियो तर तोक्न सक्नु भएन। 1 चोटि 2 चोटि 3 चोटि 4 चोटिसम्म पनि उहाँहरू हामीलाई झुलाउने काम गर्नुभयो। त्यही भएर आज यो अवस्था आएको तर अझै पनि हामी त्यही डेट माग्दैछौँ जुन उहाँले र सार्वजनिक रूपमा उहाँले बोल्नु पनि भएको छ। चैतभित्र ए डिभिजन लिग सुरु हुन्छ भनेर उहाँले बोल्नु भएको छ। त्यो बोलेको कुरामा हामी स्टिक रहेर चैतभित्र ए डिभिजन लिग सुरु गर्नुपर्छ उहाँहरूले भनेर हामी माग राख्दछौँ। र दोस्रो कुरा हाम्रो खेलाडीहरूको निम्ति भनेर एउटा अक्षय कोष खडा गरिएको थियो। त्यो अक्षय कोषको विवरण आजको दिनसम्म खेलाडीहरूमा आइपुगेन। जहाँ चाहिँ साँच्चै नै भन्यो भने फुटबल खेलाडीहरूले नै रङ्गशालामा खेलेर राष्ट्रको लागि खेलेर एउटा आर्थिक उपार्जन गरिदिएको कुराहरू छ। त्यो कुराहरू गरेर चाहिँ फुटबल खेलाडीको कोषमा बस्नुपर्ने हो जहाँ चाहिँ खेलाडीहरूलाई गाह्रो भएको अवस्थामा उपचार गर्नुपर्छ। त्यो सम्झौता अनुरूप यहाँ ट्राई नेसनल कप हुँदाखेरि पनि फाइनलमा राखिएको डबल प्राइस गरिएको थियो।